हालै सार्वजनिक भएको उच्चतर माध्यमिक परीक्षाको नतिजामा कुहेरबारीका प्रियम सुवेदीले 94.4% अङ्कसहित उत्कृष्ट सफलता हासिल गरेका छन्। डाक्टर विनोद सुवेदी र गीता सुवेदीका सुपुत्र प्रियमले आफ्नो मेहनत, अनुशासन र स्पष्ट लक्ष्यका साथ यो उचाइ चुमेका हुन्। उनको सफलता केवल व्यक्तिगत उपलब्धि होइन, समग्र क्षेत्रकै गर्व बनेको छ। प्रशासनिक क्षेत्रमा सेवा गर्ने लक्ष्य बोकेका प्रियमको यो उपलब्धिले धेरै विद्यार्थीका सपनामा नयाँ उज्यालो थपेको छ। पहिला तपाईलाई धन्यवाद जनाउँछु मलाई यो अपर्च्युनिटी दिनका लागि। मेरो नाम प्रियम सुवेदी हो। मैले यसपालिको उच्चतर माध्यमिक परीक्षा शङ्करदेव शिक्षा निकेतन गहपुरबाट दिएको हुँ। मैले मेरो हाइएस्ट नम्बर जियोग्राफी विषयमा 98 भेट्न सक्षम भएको छु। साथै मैले पोलिटिकल साइन्समा 97, सोसियोलोजीमा 96, हिस्ट्री, इङ्ग्लिस र अल्टरनेटिभ इङ्ग्लिसमा 91 अङ्क प्राप्त गरेर सर्वमोट 94.4% भेट्न सक्षम भएको छु। मेरो घर विश्वनाथ अञ्चलको कुहेरबारी गाउँमा हो। मेरा बाबुको नाम डाक्टर विनोद सुवेदी, आमाको नाम गीता सुवेदी, हजुरआमाको नाम राधा देवी र भाइको नाम ओम सुवेदी। मैले एचएसएलसी विश्वनाथ चारियाली अवस्थित दि इस्ट इन्डियन स्कुलबाट दिएको थिएँ। मैले एचएसएलसीमा 91.4% भेट्न सक्षम भएको थिएँ र यसपालि मेरो 3% को त्यो बढेको छ यसपालि हायर सेकेन्डरी एक्जाममा। विश्वमा म एकजना प्रशासनिक विषय हुने मेरो इच्छा छ। अनि त्यसका लागि मैले अन्तदेखिमा मेरो ग्रेजुएसन मैले पोलिटिकल साइन्स विषय लिएर पढ्न चाहन्छु। म यति नै भन्न चाहन्छु जे पहिला आफ्नो माथि विश्वास र दृढता यी दुईटा मेन कुरा हुन् र एकदम आरामसे केही बेसी नसोची केही चिन्ता नगरी एउटा रेगुलर त्यसमा रुटिनमा पढ्दै जाँदा भयो। यस्तो होइन कि 10 घन्टा 12 घन्टा मात्रै पढ्दा एउटा रिजल्ट बनिन्छ। सधैँ पढ्न जरुरी हो अनि आफ्नो माथि विश्वास राख्न जरुरी हो। अनि कहिले पनि कसैको प्रेसरमा आएर वा कसैको अर्काको उसले इन्फ्लुएन्स भएर चाहिँ के हुँदैन, जे गर्नुपर्छ आफ्नो दममा गर्नुपर्छ, त्यही गर्न सबैलाई म अल द बेस्ट जनाउँछु। यो कुरो मलाई पनि खासै तपाईँले सुन्न राम्रो लाग्यो। मैले पनि जतिखेर मेट्रिक परीक्षा दिएर उत्तीर्ण भएपछि मान्छेहरूको एउटा धारणा छ अचेलको दिनमा जे तपाईँले एउटा राम्रो अङ्क प्राप्त गर्ने बित्तिकै तपाईँ साइन्स विषयका स्टुडेन्ट हो। तर त्यो होइन, स्टुडेन्टको आफ्नो भित्रको इच्छा र उसले के पढ्न चाहन्छन् त्यो मान्छेले कुनै दिन निर्णय गर्नु हुँदैन, किनकि यो टोटली उसको आफ्नो डिसिजन हो जे उसले आफूलाई कुन चाहिँ ट्र्याकमा लिएर अघि बढ्न चाहन्छ। र म खालि यही भन्छु जे नम्बरले कुनै दिन तपाईँको स्ट्रिम जस्टिफाई गर्दैन। तपाईँको भित्रको इच्छा, तपाईँको प्यासनले तपाईँलाई भन्छ जे तपाईँले के पढ्नुपर्छ। र सधैँ म स्टुडेन्टले एउटै आवेदन जनाउँछु जे यो डिसिजन आफ्नो जीवनको पढाइको आफ्नो करियरको डिसिजन 100% आफ्नै हुनुपर्छ। न यसमा बाबुआमा, न फ्यामिली, न प्यारेन्ट्स, सबैसँग तपाईँले एडभाइस लिनु, बात मार्नु, सबैको मन्तव्य लिन जरुरी हो, तर डिसिजन सधैँ आफ्नो लिनुपर्छ। नभए पछाडि जाँदै गर कहिले पनि रिग्रेट नहोस्। र यो आर्ट्स पढ्ने डिसिजन 100% मेरो थियो र यसमा मेरो परिवारको पुरा सहमति थियो। मलाई धेरै धेरै नै राम्रो लागिरहेछ, किन नातिहरूले राम्ररी पढेर धेरै अघि बढ्दाखेरि बहुतै अब हामीलाई पनि शान्ति, अब आफूलाई जुन सोचेको छ त्यो अनुसारले उसले पढेर जाँदैछ। अझै त्यहाँबाट उता अघि बढोस् भनेर आशीर्वाद दिइरहेकी छु र परिवार सबैमा म आनन्दित भएर अब पढ्छ नै भन्ने आशा राखेकी छु नातिहरूको लागि। अब अर्थ के भन्नु, अब यतिमा मैले तपाईँलाई खुसी लागेको छ। छोराको रिजल्ट सुनेर साह्रै नै खुसी लागेको छ। सबैको आशीर्वाद, परिवारको आशीर्वादले आज मेरो छोराले राम्रो पर्सेन्ट लिन सक्षम भएको छ। हजुरहरू आइदिनु भयो केएनजी लाइफलाई धेरै धेरै धन्यवाद छ र मेरो छोरालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दैछु। 94.4%ले म साह्रै नै खुसी छु। दादाले एचएस एक्जाममा राम्रो थियो। मेरो पनि म यसपालि 9 मा छु। नेक्स्ट टाइम मेरो मेट्रिक परीक्षा छ, त्यसमा राम्रो चाहिँ एक्जाम दिन सकौँ त्यस्तो। सर्वप्रथममा त आफ्नो छोराले गरेको जुन रिजल्ट हो त्यसका लागि छोरो प्रियम सुवेदीलाई अभिनन्दन छ। र साथै विशेष जुन स्कुलमा छोराले अध्ययन गर्दै थियो गहपुरको शङ्करदेव शिक्षा निकेतन, त्यो स्कुलको चेयरम्यान, अध्यक्ष र शिक्षा गुरुहरू सबैलाई नै हामी परिवारबाट
हार्दिक धन्यवाद ज्ञापन गर्दछु किनकि अब मेरो छोराको रिजल्टको साथसाथै त्यो स्कुलबाट जति पनि छात्र छात्राहरूले परीक्षा दिएका थिए दुवै स्ट्रिममा साइन्स आर्ट्स धेरै नै राम्रो भएको छ। त्यो सामाजिक सञ्जालमा तपाईहरुले निश्चय नै भेट्नु भएको छ र स्कुल कर्तृपक्षलाई हामी परिवारबाट धेरै नै धन्यवाद टक्राउँछु। अब साथै मेरो छोराको जन्मपछि जुन शैक्षिक जीवनको आरम्भ हो त्यो सियानामा क्लास 4 सम्म यही बडगाङको एभरग्रिन स्कुलमा अध्ययन गरेको हो। त्यसपछि स्कुल शिक्षा जीवनमा मेरा आफ्ना दिदी भिनाजुको धेरै नै त्यसमा कन्ट्रिब्युसन छ। उसले क्लास 4 पछि विश्वनाथ द इस्ट इन्डियन स्कुलमा CBSE को अन्डरमा उहाँ अध्ययन गरेको हो र दिदीकै घरमा गोलियामा भिनाजुको नाम हेमन्त शर्मा, दिदीको नाम माया शर्मा। हेमन्त शर्मा सतिया हायर सेकेन्ड्रीको सब्जेक्ट टिचर हुनुहुन्थ्यो र उही आफ्नै फुपूको घरमा फुपाजुको घरमा बसेर उसले अध्ययन गरेको हो र उसको जुन फाउन्डेसन हो आफ्नो शिक्षा जीवनको स्कुलको फाउन्डेसनमा उहाँहरूको धेरै कन्ट्रिब्युसन छ र हामी हाम्रो परिवारबाट सर्वप्रथम आफ्नो भिनाजु दिदीलाई धेरै नै आन्तरिक धन्यवाद ज्ञापन गर्छौं। यसमा उहाँहरूको क्रेडिट छ धेरै। त्यसपछि मेट्रिक को रिजल्ट छोराले तपाईहरुलाई भनिसकेको छ। त्यसपछि जुन अध्ययन गर्ने क्रम आयो कि अब कुन इन्स्टिट्युटमा पढ्ने वा के स्ट्रिममा पढ्ने, जसरी छोराले तपाईहरुलाई भन्नु कि उसको मनको इच्छा कस्तो छ त्यो व्यक्त गरे पछाडी हामी परिवारमा कहिले पनि यस्तो होइन कि यही पढ्नुपर्छ वा यस्तै गर्नुपर्छ। सधैँ अब हामीहरूलाई पनि जतिखेर हाम्रा पितामाताहरूले पढाउनु भयो त्यो शिक्षाको क्षेत्रमा त्यो फ्रिडम दिनुभएको थियो कि आफ्नो हिसाबले अघि बढौँ र पछि आर्ट्स स्ट्रिममा पढेर उसले आफ्नो जीवनको लक्ष्यको बारेमा तपाईहरुलाई भनेको छ। हेर्नुहोस् जीवन बहुत लामो छ। दोवटा पढाउले मेट्रिक र हायर सेकेन्ड्री राम्ररी कम्प्लिट गरेको छ। अब हामी सबैको आशीर्वाद खोज्दछौँ कि आगामी जीवनमा उसको जुन शिक्षा जीवन हुन्छ त्यसमा जुन अभिभावकको दायित्व हो त्यो हामी निभाउनुपर्छ। बाँकी जुन आफ्नो दायित्व हो व्यक्तिगत दायित्व जहाँ पनि गएर पढ्नु हो गर्नु हो त्यसमा आफ्नो एफोर्ट धेरै नै चाहिन्छ र हामी छोरालाई यही अनुरोध गर्छौँ जे जहाँ उसले एडमिसन भेट्छ त्यहाँ गएर राम्ररी पढोस् र सबैलाई एउटा सम्मान दिएर आफ्नो ठाउँको सधैँ एउटा सुनाम राख्नको लागि प्रचेष्टा राखोस्, तर कहिले पनि प्रेसर चाहिँ नलियोस्। प्रेसर कहिले लिनु हुँदैन। जीवनमा उतार चढाउ धेरै नै आउँछन्, पढाउहरू त्यस्ता आइलाग्छन् र त्यसैका बिचमा अघि बढेर जाओस् भन्ने आशा राख्दछु। हेर्नुहोस् अभिभावकहरूलाई मेरो भन्न एउटै छ कि जे क्षेत्रको एक्सपर्ट हो उहाँहरूको कुरा सुन्नुपर्छ। एक्सपर्ट भन्दाखेरि अब जो शैक्षिक क्षेत्रका एक्सपर्टहरू हुनुहुन्छ हैन, बुद्धिजीवीहरू हुनुहुन्छ, शिक्षकहरू हुनुहुन्छ, उहाँहरूबाट सुझाव लिनुपर्छ। जस्तै अब एउटा स्वास्थ्यको समस्या भयो हामी को भट्टामा जान्छौँ भन्दा डाक्टर भट्टामा जान्छौँ हैन, डाक्टरको एडभाइस लिन्छौँ। तर नजानिकन गएर फार्मेसीमा यसो सोधेर कहिलेकाहीँ हामी लोकली पनि दबाईहरू खान्छौँ, त्यसमा हामीलाई प्रब्लम हुन सक्छ र सिद्धान्तहरू लिनका अगाडि वार्ता गर्न बहुत जरुरी छ। अनि आफूभन्दा अहिले त हेर्नुहोस् अझै नै राम्रो जुग छ किनभने हामीले जतिखेर पढ्दथ्यौँ त्यतिखेर इन्फर्मेसन एन्ड टेक्नोलोजीको त्यत्रो डेभलपमेन्ट थिएन। अहिलेको जुगलाई भनिन्छ अब एज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी, अर्थात् इन्फर्मेसन र तथ्यको अभाव छैन र त्यसको पोजिटिभली ती कुराहरू फलो गर्नु भने अहिलेका दिनमा धेरै नै हामीले गाइडेन्स वा उहरू सजिलै उपलब्ध गर्न सक्दछौँ। र यस्तो छ हेर्नुहोस् छात्र छात्रा होस् या फेरि आफ्ना छोराछोरी होस् एउटा सोल टु सोल माने हार्ट टु हार्ट एउटा कनेक्सन राख्नुपर्छ। कहिले पनि माने गाली गर्नु प्रेसर दिनु, किनभने हेर्नुहोस् नम्बर सर्वोच्च जीवन होइन। परीक्षा भनेको त एउटा कुरो हो कि आफ्नो एसेसमेन्ट हुन्छ कि मैले यति अङ्क प्राप्त गरेँ, त्यसैले डिसाइड गर्दैन। किनभने त्यहाँबाट पनि हामीले यस्ता धेरै उदाहरणहरू भेटेका छौँ कि पछि गएर पनि बहुतले सफलताहरू लाभ गरेका छन्। र यहाँ माने तपाईहरुलाई एउटा सिम्पल एक्जाम्पल भन्छु, UPSC का लागि जति पनि छात्र छात्राहरूले प्रिपरेसन गर्नुहुन्छ कति लाख छात्र छात्राबाट अलिकति 2-4 हजार सिलेक्ट हुन्छन्, तार माने अरु त सक्सेस भएनन् नि। त्यसरी नै तपाई त्यसरी नै सोच्नुहोस् न, मेट्रिक हायर सेकेन्ड्री यसरी पढ्दै जाँदा कसैले खराब गर्छन्, कसैले थर्ड डिभिजन भेट्छन्, कसैले सेकेन्ड डिभिजन भेट्छन् हैन, आफ्नो आफ्नो हिसाबले उहाँहरूले रिजल्ट गर्नुहुन्छ। तर त्यसलाई नै जीवनको सबै कुरो त्यही हो भनेर ठान्नु हुँदैन, किनभने अपर्च्युनिटी भनेको कहिले पनि जीवनमा आउन सक्छ र सधैँ पोजिटिभली गाइड गर्नलाई नै हामीहरू आह्वान जनाउँछौँ। अरु विशेषतः यो तुलना गर्नु चाहिँ बहुत खराब हो। यो चाहिँ हामी तुलना गर्छौँ कि यसको यति पर्सेन्टेज उसको यति,
कहिले तुलना गर्नु हुँदैन। त्यो व्यक्ति एउटा इन्डिभिजुअल हो, उसको आफ्नो पर्फर्मेन्स हो। अरू कम्पिटिसन जुन हामी जस्तै एउटा स्टुडेन्टको अर्कोसित कम्पिटिसन त्यस्तो होइन, सधैँ कम्पिटिसन चाहिँ आफूसित हुनुपर्छ। जे म आज यति भेटेँ, जे आउँदो दिनमा म अझै राम्रो कसरी हुन सक्छु, जे मैले यसपालि हेर्नुहोस् 50% भेटेँ, जे आउँदो एक्जाममा म अझै राम्रो कसरी गर्न सक्छु। र ती जीवनका कतिपय कुराहरू छन्, बहुतै सरल छन्। ती कुराहरूलाई आफूले हृदयङ्गम गर्न सक्नु भने जीवनमा सफलता प्राप्त गर्न सकिन्छ।